दोलखाबाट सुरु भएको हाम्रो यात्रा काठमाडौँ हुँदै पोखराको विन्ध्यवासिनी मन्दिर दर्शन गरेर हामीले यात्रा सुरु गरेका छौँ। सबैलाई थाहा छँदैछ होइन, यहाँ पछाडि चाहिँ हामी यहाँ विन्ध्यवासिनी दर्शन गरेर हाम्रो यो ट्रिपको सुरुवात गर्दैछौँ है गाइज। दर्शन गरिसके पछाडि हामी यात्रा सुरु गऱ्यौँ र बाटो अहिलेको समयमा एकदम राम्रो बनेको रहेछ, जसकारण हामी सजिलैसँगले बागलुङसम्म प्रवेश गर्न सफल भएका छौँ। र यहाँसम्म आउँदाखेरि कुनै बाटोको कम्प्लेन भने चाहिँ छैन है, हल्का हल्का पानी परिरहेको थियो। र त्यस पछाडि हामी बागलुङ प्रवेश गरिसके पछाडि बागलुङ कालिका मन्दिर दर्शन नगर्ने त कुरै भएन र हामी लाग्यौँ बागलुङ कालिका मन्दिर दर्शन गर्नका लागि। र त्यहाँ धेरैभन्दा धेरै भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो, किनकि हामी शनिबार त्यहाँ पुगेका थियौँ र हामीले पनि आफ्नो यात्रा सफल रहोस् भन्दै दर्शन गऱ्यौँ। जङ्गलको बीच भागमा रहेको बागलुङ कालिका मन्दिर एकदमै धेरै प्रख्यात छ, जहाँ साँच्चीकैको बाघ पनि त्यहाँ आएर दर्शन दिने हामीले सुनेका छौँ। र दर्शन गरे पछाडि हामी पुनः हाम्रो यात्रालाई अगाडि बढाउँदै मुक्तिनाथतर्फ अगाडि बढ्यौँ। सिमसिम पानीको साथमा केही अप्ठ्यारा बाटा त केही सजिला बाटाहरू पार गर्दै सुन्दर मनोरम दृश्यहरूको अवलोकन गर्दै हामी रूप्से झरनामा आइपुगेका छौँ। र यो झरना एकदमै धेरै प्रख्यात पनि रहेको छ र यहीँ बसेर हामीले फोटो भिडियो खिच्यौँ र आफ्नो साधनको कन्डिसन कस्तो छ भनेर हेऱ्यौँ, किनकि यात्राको क्रममा तपाईँले यो ध्यान दिनुपर्ने कुरा भनेकै आफ्नो साधनको हो। र पुनः हामी अगाडि बढ्यौँ, जसमा बाटोमा पर्ने धेरै मनमोहक दृश्यहरूले हाम्रो मन लोभ्याउँदै थियो र हामी सुन्दर दृश्यहरूको अवलोकन गर्दै एकअर्कासँग कुरा सार्दै अगाडि बढिरह्यौँ। यहाँहरूले पनि देख्न सक्नुहुन्छ यो सुन्दर दृश्यहरू। छोड़ा है जहान नीचे मैं तुम्हारे अब हूँ हवाले। दूर दूर लोग बाग मीलों दूर वादियाँ, धुआं तक हर बदली चली आती है छूने। और कोई बदली कभी कहीं कर दे तन गीला, ये भी ना हो
किसी मंजर पर मैं रुका नहीं, कभी खुद से भी मैं मिला नहीं, ये गिला तो है मैं खफा नहीं। शहर एक से गांव, एक से लोग, एक से नाम, एक फिर से चला मिट्टी जैसे सपने ये कितना भी पलकों से झाड़ो फिर आ जाते हैं। इतने सारे सपने क्या कहूँ, किस तरह से मैंने तोड़े हैं, छोड़े हैं क्यों? तेरे साथ चले मुझे लेके उड़े ये क्यों? कभी बात बात मेरे साथ साथ मेरे दर्द ये कभी सहरा अनप्लान ट्रिप जाँदाखेरि कस्तो भइरहेछ हजुरलाई? कभी डाल डाल कभी बात बात कभी दिन है रात कभी दिन दिन है क्या सच है क्या माया है दाता इधर उधर इधर भीतर क्या है पता हवा नहीं जाए खींचे तेरी यादें तेरी यादें तेरी मुक्तिनाथ पुगिसके पछाडि चाहिँ तपाईँले त्यहाँ दर्शन गरेर स्नान गरिसक्नु भए पछाडि तपाईँको पाप पखालिने र मुक्ति प्राप्त हुने भएकोले मुक्तिनाथ भनिएको हामीले त्यहाँ बुझेका छौँ र यहाँहरू पनि उक्त ठाउँमा गएर आफ्नो दर्शन गरेर आफ्नो मनोकांक्षा पुरा गर्न सक्नुहुन्छ। र हामी पनि दर्शन गरेर पुनः हामी त्यहाँबाट झरेर हामी मार्फा भिलेजमा आइपुगेका छौँ र मार्फा भिलेजको विभिन्न गल्लीहरू, जेरी गल्ली, कबड्डी गल्ली लगायत विभिन्न फेमस गल्लीहरूको हामीले अवलोकन गरेका छौँ र हजुरहरू पनि त्यहाँ गएर उक्त ठाउँहरू मजाले भिजिट गर्न सक्नुहुनेछ। वाट्सअप मार्फा गाउँको त्यो सुन्दर बिहानी हाम्रो लागि एकदमै अनौठो रहेको थियो। चिसो मौसमको साथमा न्यानो तापक्रमको घाम सँगै सुन्दर वातावरण, सफा हावा हामीलाई अत्यन्तै मनमोहक गरिरहेको थियो र हामीले उक्त ठाउँको केही कला संस्कृति र भूगोल बुझ्ने प्रयास गर्यौँ, जसका लागि हामी त्यहाँका पोसाकहरू पाउने पसलमा गएर शेर्पा समुदायको पहिरनहरू पहिरिँदै फोटो भिडियोहरू बनाउन थाल्यौँ। यहाँहरू पनि त्यस क्षेत्रमा गएर त्यस क्षेत्रको कला संस्कृतिलाई पनि बुझ्न सक्नुहुनेछ। सुख दुख दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउने छु सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो।
तिम्रै अंगालों में बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि रात पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई